के गाइस सबैजना सन्चै हुनुहुन्छ होला। स्वागत छ हजुरले मेरो डे 57 को निमिलो गाइजले चाहिँ म बसमा बसिरहेको छु। पुरै अल्छी लाग्छ गाइस, केही गर्नलाई छ हैन अहिले हैन। टोकाएर बस्ने हो हैन। त्यो बुवा नि बसिरहनु बाहन हैन। उता बुवा पनि बसिरहनु बाहन हैन। तपाईलाई उता एम्बुलेन्स हो, त्यो फर्निचरको गाडी छ हैन अंकल। अनि गाइस हेर्न सक्नुहुन्छ एउटा माथि जुपिटर स्कुटी राखेको छ कि निलोमा छ हैन। एफआई हो त्यो हैन। इन्डियामा चाहिँ त्यस्तो स्कुटी चाहिँ धेरै चल्छ क्या। इन्डियामा चाहिँ स्कुटी धेरै चल्छ हैन। यहाँ मान्छेहरु हिँडिरहनु भएको छ, हेर्न सक्नुहुन्छ गाडीहरु छ त्यहाँ। अनि उता सबै गोडाउन सबै छ के, चामलहरु टोसपुरीको गोडाउन छ त्यहाँ हैन। टोका राखेको छ त्यहाँ, त्यो स्कुटी छ हैन। अंकल चाहिँ बाहिर जानु बाहन हैन। यस्तो जालीहरुको नि डिमान्ड छ के गाइजहरु, यस्तो जालीहरुको हैन। अनि अरु सबै कुरा छ अहिले त, कोही छैन अहिले, सबै खाली छ के त हैन। तब यहाँ चाहिँ पुरै राखेको थियो कि यहाँ के यहाँ चाहिँ राखेको थियो कि गाइज हैन। अनि त्यसले चाहिँ अस्ति हामीले सफा गरी मिलेर चिटिक्क देखिरहेको हैन। हेर्न सक्नुहुन्छ कि यहाँ गाइज मान्छे बुढा